अन्त एउटा कुरा गाइस, मलाई चाहिँ सानो भन्दा नि अब त्यस्तै स्कुलहरू पढ्दा भनौँ न, त्यो टाइममा चाहिँ मलाई कविताहरू कथाहरू होइन पुरा मन पर्थ्यो मलाई कथा कविता हो। अनि म चाहिँ के गर्थेँ भने डायरी बनाउँथेँ, डायरीमा लेख्थेँ, कथा कविता लेख्थेँ हो, किनङ लेख्थेँ, कोही बेला आफै लेख्थेँ, कोही चाहिँ कहीँबाट लेखेको छ भने कपी गर्थेँ हो। र मलाई त्यो खालके मन पर्थ्यो क्या, लेख्नु, डायरी लेख्नु, कथा कविता सुन्नु मन पर्थ्यो क्या, इन्ट्रेस्ट लाग्थ्यो। अन्त कतिवटा चाहिँ अब कतिवटा कुरा चाहिँ राम्रो पनि हुन्थ्यो पहिला हो, बुक डायरी मेन्टेन गऱ्यो भने आफूले कतिवटा कुरा डेली डायरी मेन्टेन गऱ्यो भने कतिवटा कुरा हेल्प हुन्छ हो गाइस। अन्त त्यस्तो हुन्थ्यो, अहिले चाहिँ त्यस्तो छैन। अहिले चाहिँ डायरी होइन फेसबुक मेन्टेन गर्छ जस्तो छ, फेसबुक नोट्स हो के मेन्टेन गर्छ जस्तो छ। अहिले चाहिँ जमाना पनि निकै कहाँ पुग्यो हो, तर पनि गर्नेले गरिरहेछ, डायरी मेन्टेन गर्ने गरिरहेछ होइन। पुरा सिधै चाहिँ मिल्यो, सबैले गर्नुपर्छ नि, तर अलिकति चाहिँ सिफ्टेड टु फेसबुक एन्ड अदर अनलाइन एप्स होइन, जुन चाहिँ मोबाइल एप्सहरू छ त्यसमा चाहिँ अलिक सिफ्टेड भयो जस्तो लाग्छ। चेन्ज द्याट इज चेन्ज क्या। फ्युचरमा के हुन्छ त्यो वी डोन्ट नो अबाउट हो। सो हेभ अ ग्रेट डे गाइस, टेक केयर।